गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। नमस्ते दर्शकवृन्द, मेरो युट्युब च्यानल खुसी संसारलाई हेरेर बसिरहनु भएको समस्त दर्शकहरूलाई हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, आज यहाँहरू समक्ष एउटा यो हाम्रो व्रतबन्ध संस्कार सम्बन्धीको भिडियो लिएर उपस्थित भएको छु। दर्शकवृन्द, यो भिडियोलाई यहाँहरूले अवश्य पनि हेरेर माया गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। दर्शकवृन्द, व्रतबन्ध संस्कारको गहिराई केवल विधिमा मात्र होइन, भावनामा पनि छ। जब एक आमा बुवाले आफ्ना सन्तानको व्रतबन्ध गराउन पाउँछन्, त्यो क्षण उनीहरूका लागि निकै गर्व र आशा अनि भविष्यप्रति विश्वासको प्रतीक हुन्छ। त्यस दिन आमा बुवाले महसुस गर्छन्, अब हाम्रो सन्तान धार्मिक जिम्मेवारी बुझ्न सक्ने उमेरमा पुगेको छ। व्रतबन्धमा बालकको अनुहारमा देखिने सङ्कोच, जिज्ञासा र चम्किलो भविष्यको आशा, ती सबै भावनाहरूले माहौललाई पुरै पवित्र बनाउँदछ। परिवारजन, आफन्त, छर छिमेक सबैजना ती क्षणमा केवल उपस्थित मात्र हुँदैनन्, उनीहरू साक्षी बन्दछन्। एउटा बालकको आध्यात्मिक का लागि विभिन्न यज्ञको धुवाँ, मन्त्रको ध्वनि र जनैको थुनिएको स्पर्शले बालकलाई जीवनभरको सङ्कल्प दिलाउँदछ। यो यस्तो पल हो जुन हामीले जसले जीवनभर सम्झिरहन्छौँ, जब उसले आफूलाई एक जिम्मेवारी मानवको रूपमा चिन्न थाल्दछ। व्रतबन्धपछि बालकको दिनचर्या पनि परिवर्तन हुन्छ। ऊ बिहान सूर्योदयसँगै उठ्छ, स्नान गर्छ, गायत्री मन्त्र जप्छ र अध्ययनमा लाग्दछ। ब्रह्मचारी जीवनले उसमा अनुशासन, समर्पण र आत्मनियन्त्रणको भावना जागृत गराउँदछ। ब्राह्मणको लागि व्रतबन्ध केवल धार्मिक संस्कार होइन, यो त एउटा गुरुकुल जीवनतर्फको प्रवेशद्वार पनि हो, जहाँ जीवन साधन होइन साधना हो, जहाँ ज्ञान, आचरण र संयम ती हुन् उसले पाएको नयाँ अस्त्रहरू। हाम्रो संस्कृतिले हामीलाई शिक्षाको साँचो सुरुवात नै व्रतबन्धबाट गराउन सिकाएको छ। बालकले जब गायत्री मन्त्र जप गर्न थाल्दछ, त्यही क्षणबाट ऊ आत्मालाई ब्रह्मासँग जोड्ने अभ्यास गर्न थाल्दछ। ऊ अब केवल बोल्न सक्ने मानिस होइन, ऊ अब सुन्न सक्ने आत्मा हो। वेदको आवाज, गुरुको उपदेश र संस्कारको गहिराई बुझ्न सक्ने आत्मा। त्यसैले यो संस्कार केवल एउटा परम्परा होइन, यो त हाम्रो अस्तित्वको जरा हो, जसले हामीलाई हाम्रो धर्म, संस्कृति र आत्मासँग जोडेर राखेको हुन्छ। हामीलाई गर्व लाग्नुपर्छ, हामी यसको संस्कृतिका उत्तराधिकारी हौँ, जहाँ जीवनको प्रत्येक चरणलाई पवित्र संस्करण मार्फत मार्गदर्शन गरिदिन्छ। त्यसैले यो संस्कार एउटा परम्परा होइन, यो त हाम्रो अस्तित्वको जरा हो। त्यसैले हामीलाई हाम्रो धर्म, संस्कृति, आत्मासँग जोडेर राखेको हुन्छ, जसले गर्दा हामीलाई गर्व लाग्नुपर्छ। हामी यसको संस्कृतिको उत्तराधिकारी हौँ, जहाँ जीवनको प्रत्येक चरणलाई पवित्र संस्कार मार्फत मार्गदर्शन गरिन्छ। व्रतबन्धले यही परम्परालाई बलियो बनाइरहेको हुन्छ। चार मिनट 19 सेकेन्ड भन्दा हुँदैन यार, नगर। अब हाम्रो समाजमा जब कुनै बालकको व्रतबन्ध हुन्छ, त्यो केवल उसको यात्रा होइन, त्यो परिवारको सम्पूर्ण वंशको सांस्कृतिक यात्रा हो। एक पुस्ताले अर्को पुस्तामा संस्कारको दीप बाँड्दै लाने यो शुद्ध परम्परा हामी नेपालीहरूको गौरव हो। यस संस्कारले केवल एकजनालाई परिवर्तन गर्दैन, यसले सम्पूर्ण परिवेशलाई पवित्र बनाउँछ। जुन घरमा व्रतबन्ध हुन्छ, त्यहाँको आँगन र त्यहाँको वातावरण अनि त्यहाँ बस्ने
मनहरू पनि एकै पटक शुद्ध हुन्छन्। मन्त्रको स्पन्दनले केवल कान भरिँदैन, आत्मा पनि जागृत हुन्छ। व्रतबन्धले बालकको व्यवहारमा पनि परिवर्तन ल्याउँछ। उसले जे कुरा पहिले खेलेको रूपमा लिन्थ्यो अब त्यो धर्मको रूपमा लिन थाल्दछ। पहिले जे कुरा मजाक लाग्थ्यो अब त्यो जीवनको मार्ग निर्देशक हुन्छ। अब ऊ बुझ्छ कि हर दिन एउटा सन्ध्या हो, हरेक श्वास एउटा जप हो र हरेक कर्म एउटा यज्ञ हो। धेरैले सोच्छन् संस्कार र पुराना चलन हुन् अबको जमानामा मेल खाँदैन, तर साँचो कुरा के हो भने यस्ता संस्कार नै हुन् जसले हामीलाई जरा जोगाएर राखेका छन्। आधुनिकतामा हाम्रो पहिरन बदल्न सक्छ, तर संस्कारले हाम्रो आत्मा अटल राख्दछ। आज हामी मोबाइल चलाउन इन्टरनेटमा ज्ञान खोज्छौँ, तर आत्मालाई जान्ने यात्रा व्रतबन्धबाट सुरु हुन्छ। हामीलाई आधुनिक बन्नका लागि मूल छुटाउनु पर्दैन। आधुनिकता र आध्यात्मिकता एकै साथ हिँड्न सक्दछन्। जबसम्म हामी आफ्ना संस्कार बिर्सदैनौँ तबसम्म हामी निरन्तर अगाडि बढिरहेका हुन्छौँ। व्रतबन्ध केवल एउटा दिनको कार्यक्रम होइन, यो त बालकको जीवनभर गुन्जिरहने मन्त्र हो। एउटा जन्मले हाम्रो शरीर दिन्छ, तर व्रतबन्धले आत्मालाई दिशा दिन्छ। जब बालक गायत्री मन्त्र जप्न थाल्छ त्यो आवाज केवल बाहिर होइन, उसको भित्र गुन्जन्छ। यो ध्वनि, त्यो कम्पन जीवनभरको सङ्गीत बन्दछ। गुरुले जब शिष्यलाई मन्त्र दिन्छन् त्यो शब्द मात्र हुँदैन, त्यो आशीर्वाद हुन्छ जसले माटोलाई बिउलाई अङ्कुर फुट्ने प्रेरणा दिन्छ। गुरुका ती शब्दहरूले बालकको आत्मामा ज्ञानको अङ्कुर फुटाउँदछ र यो बालक जब समाजमा हिँड्न थाल्छ ऊ फरक देखिन्छ। ऊ अब एक जिम्मेवार, अनुशासित र ज्ञान प्रेमी व्यक्तिका रूपमा हुर्किन्छ। समाज उसलाई आदर्शको रूपमा हेर्न थाल्दछ, किनभने ऊ भित्रबाट उज्यालो भएको हुन्छ। अन्त्यमा व्रतबन्ध संस्कार हाम्रो संस्कृतिको अमूल्य रत्न हो, जसले हाम्रो पहिचान सुरक्षित राखेको छ। हामी जुन देशमा जन्मिएका छौँ, जसको मूल वेद, उपनिषद र साधनामा छ, यस्ता संस्कार हाम्रो आत्मा हुन्। हामी नयाँ पुस्तालाई केवल मोबाइल र मेट्रो जीवन दिन सक्दैनौँ। हामीले तिनीहरूलाई संस्कार पनि दिनुपर्दछ, किनकि संसार बदलिँदै जान्छ तर संस्कार कहिल्यै बदलिँदैन। त्यो त समयको साक्षी बनेर बस्छ। त्यसैले आउनुहोस्, संस्कारलाई केवल परम्परा नभई गर्वको विषय बनाऊ। हाम्रो सन्तानको आत्मा उज्यालो बनाऊ। संस्कारको दीप फेरि बालिरहौँ। हरिओम तत्सत।